तपाईँहरू सबैले यो वाक्यांश सुन्नुभएको छ। यो देशमा केही हुँदैन। तपाईँहरू चिया पसलमा भन्नुहुन्छ, ट्विटरमा भन्नुहुन्छ, पासपोर्टको लाइनमा उभिएर भन्नुहुन्छ। तर म तपाईँहरूलाई भन्छु कि तपाईँहरू गलत हुनुहुन्छ। यो होइन कि केही हुँदैन, यो त ठिक त्यही हुँदैछ जुन हुनुपर्ने हो। प्रणाली बिग्रिएको छैन क्लास, प्रणाली पूर्ण रूपमा काम गरिरहेको छ। तर तपाईँहरूका लागि होइन। यो उनीहरूका लागि काम गरिरहेको छ। यहाँ पनि जेरन्टोक्रेसी छ, तर हाम्रो फरक छ। पश्चिममा बुढा मानिसहरू सस्तो नर्स चाहन्छन्। नेपालमा बुढा एलिटहरू, राजनीतिज्ञहरू जो 1990देखि सत्तामा छन्, नोकरशाहहरू, जग्गा माफिया, उनीहरू तपाईँहरूलाई यहाँ नर्सको रूपमा चाहँदैनन्। उनीहरू तपाईँहरूलाई गएको देख्न चाहन्छन्। किन? किन एउटा देशले आफ्ना युवाहरूलाई नै खेद्न चाहन्छ? आफ्नै ऊर्जालाई। सोच्नुहोस्, एउटा पुरानो, स्थिर सरकारका लागि सबैभन्दा ठूलो खतरा को हो? भारत हो? चीन हो? होइन, यो तपाईँहरू नै हो। काठमाडौँमा एउटा युवा, शिक्षित, बेरोजगार पुरुष वा महिला खतरनाक हुन्छ। यदि तपाईँहरू यहाँ बस्नुहुन्छ र भोक लाग्छ र रोजगारी छैन भने तपाईँहरू के गर्नुहुन्छ? तपाईँहरू मैतीघर मण्डलामा जानुहुन्छ, विरोध गर्नुहुन्छ, परिवर्तन माग्नुहुन्छ। तपाईँहरू सोध्नुहुन्छ, विकास कहाँ छ? कारखाना कहाँ छन्? तपाईँहरू टाउको दुखाइ हुनुहुन्छ। तर यदि उनीहरूले तपाईँहरूलाई कतार, अस्ट्रेलिया वा जापान जाने प्लेनमा राखिदिए भने अचानक तपाईँहरू विरोधकर्ता होइनौ। तपाईँहरू नायक हुनुहुन्छ। तपाईँहरू रेमिट्यान्स पठाउने हुनुहुन्छ। तपाईँहरू जवाफदेहिता माग्न छोड्नुहुन्छ र पैसा पठाउन थाल्नुहुन्छ। तर उनीहरूले तपाईँहरूलाई कसरी जान बाध्य बनाउँछन्? बन्दुकको नालमा जबरजस्ती गर्न सक्दैनन्। होइन, त्यो धेरै फोहोर हुन्छ। यसको सट्टा उनीहरू धेरै प्रभावकारी कुरा प्रयोग गर्छन्। द बोटलनेक। मानौ तपाईँहरू रहन चाहनुहुन्छ। तपाईँहरू नेपालमा उद्यमी बन्न चाहनुहुन्छ। तपाईँहरू टेक कम्पनी, कारखाना, स्टार्टअप खोल्न चाहनुहुन्छ। के हुन्छ? तपाईँहरू ब्याङ्कमा ऋणका लागि जानुहुन्छ। तपाईँहरूको शानदार व्यवसाय योजना छ। ब्याङ्क म्यानेजर जो सम्भवतः 50 वा 60 वर्षका छन्, तपाईँहरूलाई हेर्छन् र एउटा प्रश्न सोध्छन्। के उनीहरूले तपाईँहरूको नवीनताबारे सोध्छन्? होइन, उनीहरू सोध्छन्, जग्गा छ? नेपालमा ब्याङ्कहरू लगानीकर्ता होइनन्। उनीहरू रियल इस्टेटका लागि धितो पसल हुन्। जग्गा कसको हुन्छ? बुढा मानिसहरूको। विचार कसको हुन्छ? युवाहरूको। यदि तपाईँहरूको जग्गा धितो छैन भने तपाईँहरूले पुँजी पाउनुहुन्न। ढोका बन्द हुन्छ। त्यसपछि तपाईँहरू कम्पनी दर्ता गर्न प्रयास गर्नुहुन्छ। तपाईँहरू कम्पनी रजिस्ट्रारमा जानुहुन्छ, वडा कार्यालयमा जानुहुन्छ। तपाईँहरूलाई कर क्लियरेन्स चाहिन्छ, सिफारिस चाहिन्छ। तपाईँहरूले घुस दिनुपर्छ, माफ गर्नुहोस्, सेवा शुल्क। एउटा खरदार वा सुब्बालाई जो त्यस कुर्सीमा 25 वर्षदेखि बसेका छन्। उनीहरू प्रक्रियालाई यति पीडादायक, यति ढिलो, यति अपमानजनक बनाउँछन् कि अन्ततः तपाईँहरू आफ्नो साथीलाई हेर्नुहुन्छ जसले भर्खर भिसा पाएको छ र सोच्नुहुन्छ, म यहाँ किन दुःख पाइरहेको छु? उनीहरू तपाईँहरूको महत्त्वाकांक्षालाई रेड टेपले घाँसो पारेर छोड्छन्, जबसम्म जानु नै एकमात्र स्वतन्त्रता जस्तो लाग्छ। अब तपाईँहरूमध्ये जो रहन्छन् र चुप बस्न अस्वीकार गर्छन्। युवाहरू जो सडकमा जान्छन्। यहाँ पुलिस आउँछ। के तपाईँहरूले ध्यान दिनुभएको छ कि युवाहरूको विरोधमा पुलिस कति छिटो प्रतिक्रिया दिन्छ? चाहे सहकारी पीडितहरू हुन्, सुरक्षा माग्ने डाक्टरहरू वा सडक व्यापारीहरू। धेरैजसो युवाहरू जो बाँच्न प्रयास गरिरहेका छन्। नेपाल पुलिस र सशस्त्र प्रहरी बल अपराधसँग लड्न प्रयोग गरिँदैन। यदि तपाईँहरूको मोटरसाइकल चोरी भयो भने शुभकामना। तर यदि तपाईँहरूले फेसबुकमा ठूलो नेताको आलोचना गर्ने स्टेटस लेख्नुभयो भने, यदि तपाईँहरूले राष्ट्रपतिको मजाक गर्ने टिकटक बनाउनु भयो भने, साइबर ब्युरोले तपाईँहरूलाई 24 घण्टामा पत्ता लगाउँछ। उनीहरू पुलिसलाई स्टेटस कोको निजी सुरक्षा फर्मको रूपमा प्रयोग गर्छन्। उनीहरूले मैतीघरलाई निषेधित क्षेत्र घोषणा गरेका छन्। किन? किनकि उनीहरू तपाईँहरूबाट डराउँछन्। उनीहरू जान्दछन् कि यदि पर्याप्त सङ्ख्यामा तपाईँहरू पासपोर्ट आवेदन नहेरी एकसाथ भेला हुनुभयो भने उनीहरूको कुर्सी हल्लिन्छ। त्यसैले उनीहरू तपाईँहरूलाई लाठीले कुट्छन्, जाडोमा पानी क्यान प्रयोग गर्छन्, तपाईँहरूलाई शान्ति भङ्ग गरेको भन्दै गिरफ्तार गर्छन्। उनीहरू तपाईँहरूको निराशालाई अपराध बनाउँछन्। र यहाँ उनीहरूको योजनाको जिनियस छ। एलिटहरू, भैँसे पार्टी र बुढा नीलकण्ठमा बस्नेहरू, उनीहरू तपाईँहरूभन्दा फरक नेपालमा बस्छन्। उनीहरूलाई सरकारी स्कुलहरू असफल भएको मतलब छैन। उनीहरूका नाति नातिनाहरू ब्रिटिस स्कुलमा जान्छन् वा सेन्ट जेभियर्समा भर्नाका लागि लड्छन्। उनीहरूलाई अस्पतालहरू भिडभाड भएको मतलब छैन। उनीहरू मेडिसिटी वा ब्याङ्क कुट्छन्। उनीहरूलाई अर्थव्यवस्था ढल्दै गरेको मतलब छैन, किनकि अर्थव्यवस्था आयात कर हो।
हरेक पटक तपाईहरू दुबई वा सिडनीबाट पैसा घर पठाउनुहुन्छ, तपाईहरूको परिवारले टिभी, बाइक वा डाटा किन्छ। सरकारले त्यस टिभी, बाइक, डाटामा कर उठाउँछ। एलिटहरू तपाईहरूको विदेशको कडा परिश्रमबाट धनी हुन्छन्, देशभित्र एक पनि रोजगारी सिर्जना नगरी। यो पूर्ण परजीवी हो। त्यसैले क्लास, किन यहाँ व्यवसाय गर्न यति गाह्रो छ? किन नियमहरू यति कडा छन्? किन उनीहरूले बोल्नेहरूलाई गिरफ्तार गर्छन्? यो अक्षमता होइन, यो रक्षा यन्त्र हो। उनीहरू तपाईहरूको भविष्यलाई बोतल्ने गरेर आफ्नो वर्तमानको रक्षा गर्दैछन्। उनीहरू तपाईहरूलाई थकित बनाउन चाहन्छन्, ऋणमा पार्न चाहन्छन्, वा सबैभन्दा राम्रो, तपाईहरूलाई विमानस्थलमा गएको देख्न चाहन्छन्।